Welcome back to the channel. KTK 5 Part 5, Day 5. And our viewer's name is the Versatility Gang. Also next year we will start a sequence video post. Guess it next year. Well, enjoy the video. हेलो गुड मर्निङ एभ्रिवान राधे राधे सबैजनामा के छ हजुरको हालखबर आई होप सबैजनालाई राम्रै छ होला आरामै छ होला मस्त हुनुहुन्छ होला सबैजना अनि आफ्नो आफ्नो लाइफमा सबैजना मस्त हुनुहुन्छ होला आज बिहानै मेरो छोरीको बर्थडे जन्मदिन आजको बिहान चाहिँ गढीमाईको दर्शनबाट हुन्छ मेरो दिनको सुरुवात गढीमाई मन्दिर आस्थाको केन्द्र हो तराईवासीको लागि यो मन्दिरको आफ्नै एउटा पौराणिक आस्था छ 5-5 वर्षमा यो मन्दिरमा मेला लाग्ने गर्छ टाढाबाट दर्शनार्थीहरू सबैभन्दा धेरै बलि दिने मन्दिरको रूपमा यसलाई चिनिन्छ अब हामीहरू मन्दिर जानको लागि घरबाट निस्क्यौँ यही बाटो गाउँ विगत 5 दिनदेखि यही बाटोमा आउने जाने क्रम जारी छ मेरो मन्दिर जानको लागि म गाउँबाट जाँदैछु मैले गाउँको दृश्य हजुरहरूलाई देखाएको किनभने धेरैजनालाई गाउँको दृश्य देख्नु भएको नहोला त्यही भएर सहरमा बस्ने मान्छेहरूलाई गाउँको याद आउँछ भनेर मैले गाउँको झलक देखाउन मात्र खोजेको हो यसको पछाडि मेरो कुनै अरू उद्देश्य छैन मलाई चाहिँ गाउँ साह्रै मनपर्छ म गाउँमै जन्मे म गाउँमै हुर्केर बढेको मान्छे भएर होला होइन मलाई चाहिँ सादा जीवन अनि विचार चाहिँ उच्च भएको हुनुपर्छ भन्ने मेरो सोच गाउँलेलाई जाँदै बाटोमा मलाई चाहिँ जनावरहरू साह्रै मनपर्छ होइन खसी होस् बाख्रा होस् गाई बस्तु होस् कुकुरको बच्चा होस् बिरालोको बच्चा होस् मलाई साह्रै मनपर्छ त्यही भएर जनावरहरू हेर्नै हुँदैन म लोभिहाल्छु अब हामी जाँदैछौँ बिहानै आज धेरै चिसो बढेको छ चिसो छ धेरै चिसो अस्ति आउँदा त काठमाडौँभन्दा कम चिसो लागेको थियो तर हिजो आज चिसो बढेको छ सरस्वती पूजाको लागि पनि होला कुरो लागेको छ चिसो हावा चलेको छ हामीले यहाँ फाइनली रिक्सा भेट्यौँ मयुरीमा बसेर हामी मन्दिरतर्फ लाग्दैछौँ साह्रै चिसो छ चारैतिर खुला मयुरीमा बसेर काम यो यति लुगाले पनि नपुगेको जाँदैछौँ यहाँको मान्छेहरू धेरै नै पोलाइट हेर्नुहोस् न साथीहरू मैले हजुरलाई अलिअलि दृश्य देखाएको छु दायाँ बायाँ कुरोले छेकिएको छ कुनै भ्यू नै देखिरहेको छैन त्यही भएर मैले खासै धेरै खिचिनँ किनभने केही देखि नै रहेको थिएन अब नदेखेपछि के त्यो सेतो आकाशमा त देखाउनु होला मेरो मन्दिर पुग्यौँ ओर्ल्यौँ प्रसाद ल्यायौँ त्यहाँबाट अब हामी मन्दिरतर्फ लाग्दैछौँ मन्दिर चाहिँ साह्रै प्रगति उन्नति भइसकेको छ गढीमाईको मन्दिरमा पहिलाभन्दा धेरै परिवर्तन भइसकेको रहेछ पहिला हामी सानोमा आउने पिकनिक खेल्न आउने ठाउँ हाम्रो आस्थाको केन्द्र गढीमाई माता त्यो खुसी लाग्यो मलाई चाहिँ मन्दिरमा जान पाउँदा दर्शन गर्न पाउँदा भन्छ नि हामीले सोचेर हुँदैन त्यो चिज पनि जुर्नुपर्छ समयमा भगवान्ले बोलाउनुपर्छ जसरी पनि पुगिन्छ अरे गढीमाईको मेला आउँदा सबैजना जाँदा मलाई कति रहर लाग्छ मलाई पनि मन्दिर जानु छ दर्शन गर्नु पाए कहिले हुन्छ होला जस्तो लाग्छ तर यसरी हुँदो रहेछ भगवान्ले बोलाएपछि कसरी न कसरी कहीँ न कहीँबाट पुगिहालिँदो रहेछ मनमा एउटा विश्वास र आस्था भयो भने त्यो चिजलाई भगवान्ले पुरा गर्नुहुन्छ भन्ने मलाई पुरा विश्वास छ म अलिकति भगवान्प्रति आस्था पनि धेरै छु मैले सानो गढीमाईको वरिपरिको दृश्य हजुरलाई देखाउन खोजेको जसले गढीमाई मन्दिर भनेको के हो आउनु भएको छैन उहाँहरूको लागि है जो आइसक्नु छ उहाँहरूले त प्रत्यक्ष देख्नु नै भएको होला तर मेरो जुन साथीहरू आउनु भएको छैन हजुरलाई मन्दिर देखाउँदैछु मन्दिर परिसर
मन्दिरको एकपल्ट परिक्रमा गरेर पूजा गर्ने क्रम जारी छ मेरो। यो मन्दिर त्यो अगाडि चाहिँ त्रिशुल छ, मेन मन्दिर त्यही त्रिशुल हो भनिन्छ। चिसो धेरै थियो। मेरो छोरी हो बाउ मेरो फोटोकपी हो। आज जन्मदिनको सुरुवात मन्दिरमा गएर भगवानको दर्शन गरेर भयो होइन। आजको दिन राम्रो हुन्छ होला, मेरो सबै कामहरू बन्छ होला जस्तो लाग्छ। हेर्दै गर्नुहोस् साथीहरू, हजुरहरू। पूजा गरेको के बोलौँ, अब पूजा गर्दैछु म। एउटा कुरा भनौँ न, पहिला हेरेको नजियोस् कलैयामा धेरै कुरा परिवर्तन भएको रहेछ। बाटोघाटोको सुविधा भएको छ, जताततै पिच बाटोहरू आनन्द आउने। आजभन्दा 10 वर्ष पहिला यस्तो थिएन, तर अहिले चाहिँ उन्नति भएको रहेछ। जे होस् अझै हुनुपर्ने थियो, तर पनि जति भएको छ त्यसमा पनि सन्तोष नै छु म। यतिमा पनि खुसी नै लागेको छ यतिको उन्नति देखेर पनि मलाई। सोचमा पुगाउँछु भने जस्तै भगवानले सोचेको कुरा मेरो पुरा भयो। आज बढी माताको दर्शन गरेँ मैले, म धेरै खुसी छु। मन्दिर दर्शन गरेर अब हामी बाहिर निस्क्यौँ। अब घरतिर जाने बेला भयो है। यहाँको मान्छेहरू चाहिँ साह्रै फ्लाइट छ। यो पनि हेर्नु साह्रै राम्रो। अब घुमघाम गरेपछि एक दुईवटा फोटो त लिनै पऱ्यो होइन। फेरि कहिले आइन्छ कहिले जुट्छ मन्दिर दर्शन गर्न, त्यही भएर एक दुईवटा फोटो चाहिँ खिचिहालौँ भनेर फोटो खिच्दैछु। अब अन्तिम पल्ट मन्दिरको दृश्य क्याप्चर गरेँ है। मलाई यस्तो मन्दिरमा आएर भिडियो सिडियो बनाउन चाहिँ मन लाग्दैन होइन, र पनि एक दुईवटा भिडियो सम्झनाको लागि मात्र बनाएको हो। यहाँ आइयो प्रसाद दिएको ठाउँमा कति साह्रै मजाको दाइ हुनुहुँदो रहेछ। प्रसाद साह्रै मिठो बोले, व्यवहार पनि राम्रो। प्रसाद ल्यायौँ हामीले, त्यसपछि उहाँको कति के भयो उहाँलाई हेल्प गरेर पैसा दियौँ। अब जुन रिक्सामा फेरि कस्तो संयोग भयो मिलेको भने जुन रिक्सामा हामी त्यही रिक्सा ठ्याक्कै आइपुग्यो कि त्यही आइपुगेको फर्किने बेलामा पनि वहीँको रिक्सामा आयो, वहीँको रिक्सामा जाँदैछौँ हामी। तपाईँहरू फर्किने हो त्यही भनेर ऊ पनि खुसी भइरहेको रिक्सावाला भाइ। रिक्सामा बस्ने दुईवटा भाइहरू पनि साह्रै मजाको, बोलीचाल मिठो, खुसी लाग्छ मलाई। हामी जो जहाँको भए पनि जुन भेष भाषा बोल्ने हुन्छन्, यहाँको मान्छेहरूले चाहिँ नेपाली भनेपछि चाहिँ साह्रै माया गर्छन्, रेस्पेक्ट पनि गर्छन्, इज्जत पनि दिन्छन्। त्यसमा मलाई चाहिँ खुसी लाग्छ। यस्तो कुरो आफ्नो देशभन्दा बाहिर गयो भने पाइँदैन।
त्यही भएर मलाई आफ्नो देश नै मनपर्छ। चाहे कोही होस्, कुनै जातको मान्छे होस्, सबैले आफ्नोपन देखाउँछन्। त्यही कुरा मलाई आफ्नो देशको मनपर्छ। कति मजाले बोलेको के साथी चिनजान भएको धेरै पहिलादेखि चिनजान भएर जस्तो बोलेर गफ गर्दै हामी गयौँ। अब हामी यहाँबाट जाँदैछौँ मातासँग बिदा लिएर। अब हामी अगाडि बढ्दैछौँ, रिक्सा अगाडि बढ्दैछ हाम्रो। गाडीमाई माता की जय। भगवान फेरि आउने मौका जुराउनु होला। अब हामी यहाँबाट निस्क्यौँ, रिक्सा अगाडि बढ्यो, हामी जाँदैछौँ। कस्तो चिसो, आउँदा पनि चिसो थियो, जाँदा पनि कुरो लागेकै छ, चिसो नै छ। मेरो छोरो उसलाई चाहिँ भोक लाग्यो अरे, अनि बिस्किट खाँदैछ रिक्सामा बसेर। खासै टाढा छैन, हेर्नुहोस् न अहिले पनि कुरोले डाप्पै छेकेकै छ। त्यति राम्ररी देखिएको छैन दृश्यहरू। मलाई चाहिँ हल्का फुल्का सर्दी लागेको छ साथीहरू। सधैँको हिँडाइ चिसो धुलो हावापानी चेन्ज भएर होला, मलाई चाहिँ रुगा मर्की लागेको छ। यो दुईवटा भाइको बिचमा नानी, यो दुईवटा भाइलाई पनि म देखाउँछु। मैले उनीहरूलाई मेरो युट्युब छ भनेको खुसी भएर देखाउँ भनेर भने उनीहरू पनि खुसी भए। अनि तिमीहरूको भिडियो पनि गरिदिएको छु ल भनेको। हामी त फेमस हुने भयौँ भनेर भन्दै थियो एउटा भाइले। मैले त बाटोमा उखु देखेर उखु भन्ने बित्तिकै एउटा भाइले खानुहुन्छ भनेर हतपत्त रिक्सावाला रोकेर होइन गएर उखु तोडेर ल्याएर दिएँ। कस्तो, अनि मैले मेरो युट्युब छ नि भिडियो बनाएको, मैले तिम्रो युट्युबमा हालिदिन्छ भनेको। म त फेमस हुने भएँ भनेर भन्यो होइन उसले। उसको बोली पनि छ रेकर्ड, तर मैले यहाँ जानिनँ कसरी उसको बोली राख्ने भनेर। ऊ चाहिँ खुसी भयो कि म त भाइरल हुने भएँ भनेर उसले बोलेको पनि छ त्यहाँ। अनि उसले रिक्सामा राखिदिएँ उखुलाई, अझै तोड्दिउँ भन्दै थियो। मैले होइन एउटा भए पुग्छ भने, अर्काको अब पायो भने म चोर्न पनि त भएन नि, यो त चोरी नै भयो नि होइन। अर्काको खेतको उखु नसोधिकन टिप्नु मलाई उचित लागेन। त्यही भएर एउटा खान मन लागेर मात्र एउटा उसले तोडिदिइहाल्यो। मैले तोड्न त भनेको थिइनँ, तर गएर तोडिदिइहाल्यो। अनि मैले भाइहरूलाई पनि देखाएँ, तिमीहरू साह्रै मजाको रहेछौ, तिमीहरूसँग भेटेर खुसी लाग्यो। अनि यो हाम्रो कोसा नदी पुल, हेर्नु न सूर्य भर्खर उदाउँदैछ, लगभग 9 बज्यो। सूर्योदय भर्खर हुँदैछ। बाटो हेर्नुहोस् न साथीहरू कस्तो मजाको कि, जहाँ जाँदाखेरि पनि बाटो चाहिँ मजाले बनेको छ। आउन जानको लागि चाहिँ सुविधा छ अहिले कलैयामा। हेर्नुहोस् न भ्यू बल्ल अलिअलि देखिन थालेको छ, हरियाली। वा खेतहरू, हरियो खेतमा पहेँलो सरसो फुलेको दृश्यहरू पनि मैले क्याप्चर गरेको छु। आनन्द, धेरै दिनपछि यस्तो खुला मौसममा यसरी घुम्न पाउँदा म खुसी छु। सहरमा बस्यो कोठामा, त्यही कोही गाई, धुलो, गाडीको हर्नमा त दिक्क लाग्थ्यो। गाउँमा एकदम फ्रेस फिल गर्दैछु। अर्कै दुनियाँमा यस्तो भएको छ मलाई गाउँमा आएपछि। माइन्ड पनि फ्रेस, आफन्तको बिचमा बस्दा एकदमै फ्रेस। हेर्नुहोस् न खेतमा तोरीहरू फुलेको देख्नुहुन्छ। अब हामी घर आइपुग्न थाल्यौँ। घर आइपुग्यौँ। घर आउने बाटो आयो हाम्रो। अब ओर्ल्यौँ, रिक्साबाट ओर्ल्यौँ। अब घरतर्फ जाँदैछौँ हामीहरू। यो भाइहरूसँग मैले बिदा लिएँ होइन। भाइहरूले मैले चाहिँ उखु बेसिरहेँ, उनीहरूले उखु लिएर जानु भनेर भने, अनि सम्झाइदिए मलाई। अब म घरतर्फ लागेँ रिक्साबाट ओर्लेर। फेरि पनि त्यही बाटोमा
अझै 2-4 दिन 2 दिन 3 दिन यही बाटोबाट आउनु छ जानु छ। घरतर्फ जाँदैछु म। बेलैमा आइपुग्यौँ। कति 7:30 बजे निस्केको हामी। वहाँ पुग्दा 8 बजेको थियो। 8:30 बजे पुगेका थियौँ। 9:30 बजे घर आइपुग्यौँ हामीहरू। मन्दिर गएर पूजा गरेर घर फर्क्यौँ। मेरो छोरी उम्बुलेर हिँड्दै थिए। छोराछोरी पनि रमाएको छन् जे होस् गाउँमा आएर। उनीहरूलाई पनि गाउँ मन परेको छ। सहरमा यो सब चिज हेर्न पाउँथेनन् उनीहरूले। उनीहरूलाई पनि रमाइलो लागेको छ। हामी घरतिर जाँदैछौँ। मेरो यो ब्लग चाहिँ साह्रै लामो भयो जस्तो लाग्यो है। हजुरहरूलाई मेरो ब्लग्स कस्तो लाग्छ? हजुरहरूले मलाई सल्लाह सुझाव दिनु। राम्रो छ छैन मेरो प्रयास अरू कोही गर्नको लागि होइन। मैले युट्युब चाहिँ मेरो एउटा इच्छा थियो, त्यही भएर खोल्या हो होइन। आफ्नो जिन्दगीमा आफ्नो घर लाइफमा केही चिज नयाँ नौलो छ भने त्यो सम्झना रहिरहन्छ पछिसम्म भनेर सम्झनाको लागि फाइनली हामी घर आइपुग्यौँ। त्यस पछाडि यो सन्ध्याको दृश्य, साँझपख पनि यो चाहिँ बिहानको दृश्य। म चाहिँ अब घरमा पुगेँ, खानासाना खाएँ। फेरि अब वीरगन्जतर्फ लागेँ म होइन। खाना खाएर फ्रेस भएर एकछिन थियो वीरगन्ज जाने, त्यही भएर म चाहिँ वीरगन्ज जाँदैछु। फेरि पनि त्यही बाटो त्यही ठाउँबाट हिँड्दै हेर्नुहोस् न साथीहरू, त्यही आमासँग जाँदैछु आज म। जाँदैछु हेर्नुहोस् न पछाडि परालको थुप्रो। यो होटेल चाहिँ मेरो बिहे भएको ठाउँ। मेरो बिहे यही होटेलबाट भएको हो है। माथि टप फ्लोरमा लज छ, त्यहीँबाट मेरो बिहे भएको। मैले यो बाटो आउँदा हजुरलाई पनि देखाइदिउँ भनेर मेरो बिहे भएको ठाउँ मैले हजुरलाई देखाएको। अब म फेरि अटोमा बस्छेँ, टेम्पोमा। आज चाहिँ माइक्रो पाइएन, छिटो पुग्नु थियो, त्यही भएर म जे पायो त्यहीमा बसिहालेँ। यो चाहिँ अटो हो। अटोमा बसेँ, वीरगन्ज जाँदैछु। यो वीरगन्जको दृश्य। पहिलाभन्दा वीरगन्ज पनि निकै सफा भएको छ। पहिला यतिको सफा थिएन वीरगन्ज। 4 वर्ष 5 वर्ष पहिला आउँदा यो वीरगन्जको घन्टाघर। अहिले चाहिँ मैले वीरगन्ज पनि सफा देखेँ है। अहिले मैले खै किन हो, चुनाव आएर हो कि के हो, बाटोघाटो सरसफाइ चारैतिर छ। कल्याणमा पनि देखेँ, वीरगन्जमा पनि देखेँ होइन। यो वीरगन्जको घन्टाघर, यो वीरगन्जको बजार, आदर्शनगरको बजार हो यो। त्यहाँदेखि रिक्सामा चढेर जाँदा म दिक्क भएर हिँड्दा म फ्रेस फिल गरेँ। मैले आफै फ्रेस भएँ म हिँड्ने पछाडि। गाह्रो भइसकेको थियो मलाई गाडीमा बस्दा म कहाँ जाँदैछु भन्ने कुरा हजुरहरूलाई थाहा हुन्छ। वीरगन्जको बाटो हजुरहरूलाई देखाएको मैले सफा छ। फोहोरहरू थुपारिएको हुन्छ पहिला अहिले क्लिन छ, निट एन्ड क्लिन। त्यही भएर मैले अलिकति बाटोको दृश्य पनि हजुरहरूलाई देखाएको। वीरगन्ज पहिलाभन्दा धेरै सफा देखेँ मैले, त्यही भएर बाटोको दृश्य। अब म फाइनली आइपुगेँ। जुन कामको लागि वीरगन्ज आएको थिएँ आइपुगेँ भन्ने कुरा हजुरहरूलाई थाहा हुन्छ।
जो वीरगन्जको हुन्छ उहाँले त थाहा पाइसक्नुभयो होला यो कुन ठाउँमा भनेर। यो नगरपालिका हो वीरगन्जको। नगरपालिकामा चाहिँ बिल्डिङहरू भत्काएर नयाँ बिल्डिङहरू बनाउने क्रम जारी रहेछ। म काम गराउने ठाउँमा म छु। फाइनली म आफ्नो काम गराउँदैछु। जहाँ पनि लाइन लाग्नुपर्ने सरकारी काममा म आफ्नो पालो कुर्दैछु लाइनमा कामसाम गराएर। यहाँ त्योमा मेरो लाइन थियो, म थाकेँ उता त्यही भएर म एकछिन आएर बसेँ। यहाँ दाइहरूलाई मेरो लाइन छ है, म एकछिन रेस्ट गरेर आउँछु भनेर। मलाई अलिक गाह्रो भयो जस्तो भयो होइन। बस्दा उता हिँड्दा बिहानदेखि हिँडेको छु नि त, त्यही भएर कस्तो मलाई अलिक गाह्रो नै भएको थियो एकछिन। अनि त्यही भएर म एकछिन गएर रेस्ट गरेँ, कुर्सीमा बसेँ। आफूसँग कोही पनि गएको छैन। म फेरि चक्कर लागेर लड्छु के भन्ने भयो। एकछिन रेस्ट गर्छु, बरु होस् पालो मिचे पनि 2-4 जना मिचोस् भनेर थकाइ मारेँ, रेस्ट गरेँ। त्यस पछाडि काम गराएँ। फाइनली मेरो काम पुरा भयो, काम भयो माताको कृपाले। अब म निस्केँ। अब म फेरि घरतर्फ जाँदैछु। बाटोमा हिँड्दैछु। हिँडेर जाँदै मैले अगाडि एउटा जुस देखेँ। जुस पस्छ मलाई अलिक गाह्रो नै भएको थियो होइन। कस्तो रिक्सामा बस्न पनि मन नलागेको कि मलाई। हिँड्दा होला गाडी घोडामा रिक्सा हेर्ने बित्तिकै इरिटेट भएको कि म। बरु म हिँडेरै जान्छु, म रिक्सामा बस्दिनँ भयो जस्तो भयो। त्यही भएर म हिँडेरै त्यही भएर म हिँडेको। जाँदै अहिलेसम्म त सबै काम पुरा भएको छ। त्यहाँ उखुको जुस देखेँ मैले। आफूलाई गाह्रो पनि भइरहेको थियो। कच्चा कुचुक धेरै भयो कि चाउचाउ चिप्सहरू खाँदा म त्यस्तो चिज नखाने मान्छे पनि धेरै नै खाइरहेको छु सफरमा हिँड्ने भएकोले। अनि मैले उखुको जुस, फ्रेस उखुको जुस पिएँ। जुस पिएपछि चाहिँ मलाई अलिक फ्रेस फिल भयो, इनर्जी पनि आयो होइन। यस्तो जुस फ्रेस कहाँ पाउनु काठमाडौँमा। अहिले उखुको सिजन पनि छ, पिहालौँ जुस भनेर जुस पिउनु मन लागेर जुस पिएको मैले। जुस पिएर म फेरि अघि बढ्ने क्रममा यहाँ भगवान्को मन्दिर छेउमै भएपछि कसरी भगवान्लाई इग्नोर गरेर जान सकिन्छ होइन। म छिरिहालेँ मन्दिरमा, दर्शन गरिहालौँ न त। अब फेरि कहिले आउँछु कहिले यो मन्दिरमा। बाटोमा मन्दिर देखेपछि म छिरेँ। यहाँ पनि साह्रै उन्नति प्रगति भएको रहेछ। छेउछाउमा बस्ने मान्छेहरूलाई बस्ने कुर्सीहरू राखिदिएको, मित्र त्यहाँ बार लाएर चाहिँ भित्र रिक्सा गाडीहरू केही पनि छिर्न नदिने, राम्रो लाग्यो। जे होस् मन्दिरमा छिरेँ, दर्शन गरेँ। ढोका त बन्द थियो, बाहिरबाट दर्शन गरेँ। हेर्नुहोस् न यहाँ प्रसाद लिने छेउछाउमा पसलहरू थापेको रहेछ मान्छेलाई बस्नुको लागि। त्यहाँ सहर बजारको बिचमा पार्क नहुँदा पनि यसरी मन्दिरको बिचमा बस्ने सिटहरू राखिदिएपछि मान्छेहरू आएर बस्ने। बुढापाकाहरूलाई नै प्रायः देखेँ मैले बसेको। खुसी लाग्यो। एकछिन बस्छु जस्तो लागेको छ, फेरि घर जानुपर्छ होस् भनेर म पहिला नै उतै बसिसकेको थिएँ। नगरपालिकामा मैले रेस्ट गरेर आएको थिएँ, त्यही भएर म बसिनँ। मन्दिर दर्शन गरेँ, एउटा फोटो खिच्न लाएँ, अनि म फेरि निस्केँ। बाटोतिर जाँदैछु। फाइनली म बाटोमा जाँदा मैले त्यहाँ एउटा पसल देखेँ जहाँ कानको झुम्काहरू साह्रै मन पऱ्यो मलाई होइन।
अनि एउटा दिदी पनि किन्दै हुनुहुन्थ्यो अनि यसो हेरेको राम्रो छ किन्नुहोस् न भन्नुभयो अनि मैले पनि किनेँ होइन। अब म गाडीमा बसेँ कस्तो गर्मी भएको के बिहान जाँदा त म रुन्जेल चिसो थियो अहिले त गर्मी भएर पसिना लटपट भएको थिएँ म गर्मीले त्यही भएर मैले ज्याकेट स्याकेट सबै फुकाल्दिनँ म एकदमाहरू बसेँ अब गाडी कतिखेर चल्छ म खोल्दैछु पनि लाग्यो गाडीमा बस्दाखेरि पनि मलाई टाउको दुख्न सुरु भयो फेरि गाडीमा त बस्नै मन लागेको छ यति गाडीमा हिँडिसकेँ रिक्सामा हिँडिसकेँ हिँड्दा भक्क हुन्छ नि मान्छे त्यस्तो भइसक्यो कि गाडीमा फाइनली चलेपछि चिसो हावा आयो अनि म फ्रेस भएँ फेरि मैले भिडियो बनाउन सुरु गरेँ बनाइहाल्नु न भिडियो फेरि कहिले आइन्छ कहिले ब्लग बनाउनु होइन आएको मौकामा सबै कुराहरू म हजुरहरूलाई देखाऊँ भनेर क्याप्चर गर्न खोजेको एउटा चाहिँ दिदी अझै ड्यासमा बसेर मजाले मेरो कानमा हात फेरि हुन्छ आजको लागि यति नै साथीहरू थ्याङ्क यू हजुरहरूले मेरो भिडियो हेर्नुभएकोमा धन्यवाद Do not forget to like, share and subscribe my channel. Bye bye.